नमस्कार साथीहरू। आजको भिडियोमा चाहिँ हामी नेपालको वर्तमान राजनीतिको अवस्थाबारे कुरा गर्न गइरहेका छौँ। देशमा किन असन्तुष्टि बढ्दै गएको छ त? युवाहरू किन सडकमा उत्रिन बाध्य छन्? आउनुहोस् बुझौँ। मुख्य विषयवस्तु त पछिल्लो समय नेपालमा राजनीतिक अस्थिरता, भ्रष्टाचार र नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएको देखिन्छ। सरकारका निर्णयहरू जनताको अपेक्षा अनुसार नहुँदा युवावर्ग, विशेष गरी नयाँ पुस्ता निराश भएको छ। रोजगारीको अभाव, महँगी र अवसरको कमी गर्दा धेरै युवाहरू विदेश जान बाध्य छन्। यसैबीच भ्रष्टाचार, शक्ति दुरुपयोग र पुराना नेताहरूको वर्चस्वप्रति जनता आक्रोशित छन्। कतिपय सरकारी नीतिहरूले अभिव्यक्ति स्वतन्त्रता र डिजिटल अधिकारमाथि असर पर्ने डर पनि बढेको छ। काठमाडौँ लगायत देशका विभिन्न सहरहरूमा प्रदर्शन र आन्दोलन भएका छन्, जहाँ नागरिकहरूले पारदर्शिता, जवाफदेहिता र राजनीतिक सुधारको माग गरिरहेका छन्। जनताको मुख्य प्रश्न यही हो, के यही राजनीतिक हाम्रो भविष्य हो त? हजुरलाई के लाग्छ? किन यो महत्त्वपूर्ण छ? राजनीतिक सही दिशामा नहिँड्दा देशको अर्थतन्त्र, शिक्षा, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्ध सबै प्रभावित हुन्छ। यदि अहिले सुधार भएन भने भोलिको नेपाल अझै कमजोर बन्न सक्छ। तर यदि जनताको आवाज सुनियो भने यो परिवर्तनको सुरुवात पनि हुन सक्छ। तपाईको विचार के छ? नेपालको राजनीति सही दिशामा छ कि छैन? कमेन्ट गर्नुहोला। हस्त, धन्यवाद।